नमस्ते एभ्रिवान, गुड मर्निङ सबैलाई। अहिले चाहिँ म डाँडाखर्कमा छु। यो चाहिँ हाम्रो पुरानो गाउँ डाँडाखर्क। यो चाहिँ चिना लामा हाम्रो चाहिँ मेरो चाहिँ बुढो ससुरा पर्नुहुन्छ, उहाँको घर हो। तर मान्छे चाहिँ नबस्ने, घर चाहिँ एकदमै राम्रो छ। कति राम्रो सुन्तलाको बोट आँगनमा यहाँ चाहिँ बेलाउतीको बोट। यो त धनसार रहेछ कि होइन? धनसार। यो चाहिँ धनसार। पहिला यो चाहिँ खर्केटी, पुरानो खर्केटी, यस्तो अर्ग्यानिक खर्केटी। यता बारीहरू सबै बाँझै छ, कोही चाहिँ मकै। आजको मौसम भने एकदमै धमिलो छ। आज नि पानी आउला जस्तो छ। नास्पातीको बोट, नास्पाती। डाँडाखर्क माथि देखिएको भाग 8 थर। यो चाहिँ 8 थर। माथि 8 थर, तलपट्टि चाहिँ डाँडाखर्क। यो मकै चाहिँ एकदमै राम्रो भइरहेछ। मकै भने एकदमै राम्रो भएछ ल। रामकोटको जस्तो चाहिँ झार चाहिँ नरहेछ यो बारीमा चाहिँ। यहाँ चाहिँ मकै यति राम्रो भइसक्यो रहेछ। रबिनहरुको यो कति राम्रो भइरहेछ मकै चाहिँ। ल अहिले चाहिँ हामी आफ्नै डाँडाखर्कमा चाहिँ जग्गा हेर्दै हिँड्दैछौँ। यो चाहिँ हाम्रो पुर्खौली बारी। अहिले चाहिँ अब गाउँ छोडेको चाहिँ धेरै वर्ष भइसक्यो। 25 वर्षभन्दा बढी भयो होला है। 25 वर्षभन्दा बढी भइसक्यो गाउँ छोडेको। बारीको चाहिँ हालत चाहिँ यस्तो छ। सबै बनमारा उम्रिएर, बनमारा, पातीहरू, रुखहरू सबै जङ्गलै भएको छ। अनि यो बारी चाहिँ कसको त? ए, अनि हो त्यहाँ देखिएको चाहिँ घर चाहिँ डाँडाखर्कको चिहान डाँडा। सबैको गुरुङहरूको यही हो, चिहान डाँडा हो रे। यो चाहिँ गुरुङहरूको, डाँडाखर्कको गुरुङहरूको चिहान डाँडा। यो तलपट्टि चाहिँ हाम्रो जग्गाहरू सबै जङ्गल भइदियो अरे कि। अब 25 वर्षभन्दा बढी भयो होला सायद गाउँ छोडेको। अनि सबै यस्तो छ बारीको हालत सबै। यता पनि सबै बाँझै। दुधेलोको रुख चाहिँ कति राम्रो भइरहेछ, दुधेलोको घाँस। लप्सीको बोटहरू है यिनीहरू सबै, लप्सीको बोटहरू। हामी चाहिँ गाउँको जग्गाहरू चाहिँ हेर्दै हिँडेको अवस्था।
यो गाउँ चाहिँ रोयल डाँडा गाउँ। नास्पातीको बोटहरू, नास्पाती फलेर कस्तो मजाले फलेको। यो नास्पाती त एकदम राम्रो खालको जस्तो छ त। त निकै कति राम्रो खालको जस्तो रहेछ कि यो त ठुलो खालको है। दाउरा कस्तो राम्रोसँग चाहिँ दाउरा मिलाएर राख्नु भइरहेछ। दाउरा यहाँ पनि फेरि छोडेको घर, छोडेको घर यसरी चित्रले बारेर दाउरा यस्तो राम्रो देखेको, यस्तो मिलाएर है टक्क चिरेर चाहिँ। ओहो दाउरा त कति हो त नि दाउरा, यता नि दाउरा, दाउरै दाउरा। यहाँ नि मान्छे बस्दैन। बिचरा हिँड्न सक्दैन। बोल्छ कि बोल्दैन त फेरि? अलिअलि हिँड्छ ए घिस्रेर। बिचरा है कुकुरले त हैरान बनाउँदो रहेछ क्या है। अन्त कति धेरै हो त नि कुकुर पनि। सुन्तलाको बोट भन्ने कति हो, सुन्तलाको बोट जतासुकै बेलाउती है। यहाँ मान्छे बस्दैन नि घर नि। फुलहरू कति राम्रोसँग कटिङ गरेको अरे नि। यो फुल कति राम्रो। खोले साग कति राम्रो भन्छ नि। धनियाँ खोले साग यसरी राम्रो भयो रहेछ। बस्नु है। बाटो ढुङ्गाले हेर्नु त, डाँडा खर्काको ढुङ्गा बाटो एकदमै राम्रो। पर्खालहरू यस्तो राम्रो ढुङ्गा छ है, कति सफा के तर। 2055 गयो है। हामी चाहिँ डाँडा खर्का घुम्दैछौँ बिहानको यो समयमा। यस्तो राम्रो छ पर्खालहरू, ढुङ्गा उस्तै राम्रो, बाटो उस्तै राम्रो सफा। कति लामो घर। ल ल हजुर नमस्ते नमस्ते। नानी त आएको छैन। ए बुद्ध भन्ने त्यो उर्मिला।
कुनु कुनु बुधहरूको कति राम्रो बाटो के कति राम्रो के यो चाहिँ हजुरहरूको घर हो ल ल ल ल ल फोटोसोटो यसो खिच्दा साँच्ची नै आएको बेलामा खिच्दा हो कति राम्रो नि सहर त जानै पर्दैन यही गर्ने हो त्यही त जान्न हामी सहर यही गर्ने हो कति राम्रो है यतै गरेर बस्ने हो यहाँ सुन्दर आइज तिमीहरू पनि यहाँ बस जानु पर्दैन कतै नि आफ्नो घर छ जाने होइन कतै जाने यही बस्ने हामी हो कि भन् धारा भने कति राम्रो के धारा मैले भनेको फुल त हेरियो फुल हो कि 35,000 रुपियाँ दिएको धारा नि राम्रो नहुने ना यो हो कि पप्पी फुल भन्ने यो हो कि बुढी पप्पी फुल यो हो कि मैले भनेको कहाँदेखि ल्याएको भन् त ए मैले अस्ति चिताउन खोजेको पाउँदैन पाएको के यो फुल धादिङदेखि ल्याएको नानी मैले यो पोखरामा किन्न नपाउने के यो फुल छैन पोखरामा नि अरू सबै किसिमको फुल छ लेकिन यो छैन यो पाउँदैन के कृष्ण कली भन्ने नि रहेछ है छ नि ए कति राम्रो त नि फुल व्हाइट पनि छ ब्लू पनि छ बम जिल्लाबाट ल्याएर आए जस्तो छ बमडिला अहिले आएको 25 साल भयो बमडिलाको फुल रहन्छ यहाँ कति राम्रो भएछ फुलहरू कृष्ण कली फुल जाने होइन आउने आफ्नै घरमा यहाँ सहरमा बस्ने होइन यतै बस्ने हो सबैजना गाउँघर सब खाली भयो एउटा एउटा गरेर सबै आओस् जान्न यहीँ मऱ्यो नि यहीँ मर्छ जान्छ त्यस्तो ठाउँमा धारा कस्तो त्यसको बुढी बिमार भएर त्यो बुढीको पछि लाग्दा ठिकै थियो तर यहाँको जग्गाहरू एकदम राम्रो के है होइन ढुङ्गा ढुङ्गा कति राम्रो अन्त निकै ढुङ्गा हेर्नु बुढो कति राम्रो बारीहरू यस्तो राम्रो यी बर्खामा हरियो परियो हुन्छ हाम्रो यहाँ फुल फुल्छ कति राम्रो स्वर्ग जस्तो घरमा छोड्दै हिँड्दै अर्गानिक टमाटर सबैले निकालेर खेतिदिनु ठिक भन्यो त्यस्तो गर्नुपर्छ यो फुल झन् कति राम्रो भयो रहेछ त है यो सुन्तलाको बोटहरू यो चाहिँ रुख टमाटर यो चाहिँ सुन्तला प्याज यस्तो राम्रै अर्गानिक चुलो जाम जाम यस्तो राम्रो हेर यस्तो बनाउनु पर्यो क्या हामीले ट्याक्क आइडिया हेर्नु कति राम्रो सबैको घर चाहिँ यस्तै धारा छ यतातिर चाहिँ घरै पछि धाराहरू यहाँ चाहिँ पानी ट्याङ्की रहेछ यो चाहिँ पुरानो मधुस है यो चाहिँ पहिला पहिला चाहिँ अन्नहरू राख्ने मधुस यो चाहिँ डाँडा खर्काको पानी ट्याङ्की जता हेऱ्यो त्यतै अम्बाको बोट बेलौतीको बोट दाउरा कति राम्रो
आरु पोखराको बोट, नास्पतिको बोट। ओहो कति आनन्द। ढुङ्गाहरू कति राम्रो हो त नि यताको त। त्यहाँ कोही एकदम खाली कुखाउन मात्रै युमका बाल्टिनमा त धारो गर्न मुसेर फुपूको घर त्यसै खिचेर फुपूले अनि कान्छीहरू त्यो खाना पुरानामा रामकोट रामकोटमा हो। तर त आम्रेमा खरिन् आम्रेमा खाउँदैन काहे आम्रे यही भाइलाई झरी झट्टाएर चाहिँ हो त नि एकदम भलो त ती चामे कति बिताइरो 12 वर्ष त 12 वर्ष भयो। जीवन होइन यस्तो बल्ल राम्रो देखियो है। डाँडा खर्केको गुम्बा, सुन्तलाको बोटहरू कति राम्रो, क्यु काफल बेलौती बारीहरू अझै। यो त माथि माथिको बारी त खासै बाँझो नरहेछ कि होइन। लप्सीको बोट, यो घर चाहिँ यो हेरी घर चाहिँ हाम्रो घर हो। हावा भने एकदमै 1836 सालमा स्थापना भएको पुरानो गुम्बा डाँडा खर्काको। यो चाहिँ हाम्रो नागथान। दाउरा चिरेर चाहिँ यसरी राखेको हो। कुकुर कति धेरै कुकुर पनि जा। घरमा धारा त कति राम्रो के है। यो चाहिँ घुमाउने घर। ढुङ्गाहरू यस्तै राम्रो अर्गानिक बाटो। यो चाहिँ भने हाम्रो बाजे बजै अनि दुईटा फुपूहरूको भने बेलौतीको बोटहरू सबै काटेको है। यो नि हाम्रो बेलौती होइन र यो तलको चाहिँ हाम्रो सुन्तला नि हाम्रै हो। यो चाहिँ के को बोट रहेछ? कागती कि निबुवाको त्यो हो। यो कागतीको यो हो कागती त। यो कागती यो निबुवा।
ल आजको लागि भिडियो चाहिँ यति नै। हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई एभ्रिवान।